हस्पिटल जाने हस्पिटल यो सखराले आएर क्या खाना देखिबाट सब गर्नु आएको क्या अनि माटाको डल्ला हान्ने तँलाई त दुर्नी मान्छेले थाहा छ तँलाई म माटा चोकले हान्छु नि त एकचोटि हुन्छ केही म व्यवहार दिनँ नि फेरि काज गर पहिला त्यसले लागेर त्यस्तो ठुलो चोट भएछ अनि अनि चोटै भयो भने अब यो त्यसै सन्तान सन्तानमा रिसिभी हुन्छ रिसिभी त रिसिभी भइरहेको दाइ भइरहेको छ हाम्रो 10 वटा केस भइरहेको मेरो बुढालाई पैसा तिरेको होइन अस्ति नै भने कतिचोटि तिराइसकेको छैन सानो कुरा त मलाई पैसा चाहिँदैन म आफै उपचार चाहिँ गरौँला होइन त म जेसुकै होस् मैले भने यो सानो कुरामा प्रयोग चोकी धाउनु पर्यो अब यो झगडा अहिले काम मुनियाडी परे भएर तेरो भाइ तेरो बाउ तेरो आमा किन हामीलाई फकाएर थुक्नु भन्छ हामीले केही फाइदा छ त बाटा थुक्नु पाइँदैन बात हामीलाई त्यसै थुक्नु पर्छ बाटा होइन थुक्नु तर हामीलाई थुक्यो होइन त्यो भगवान्लाई थुक्यो हो त्यो आफैपट्टि फर्केन तरे भने त के ल हामीले अन्याय गरेर फकारेर थुक्यो भने भगवान्लाई थुक्यो हामीलाई होइन हुँदैन थुकुन् जति सक्यो थुकुन् न उनीहरूको तर एउटा कुरो दाइले यस्तो राम्रो इन्साफ गर्नु होला जस्तो मलाई लागेको थियो धन्यवाद छ दाइ तपाईँलाई राम्रो कुरा गरिदिनु भयो तपाईँ कुरा गरेँ अब तिमीहरूको पैसाको आउनु पर्ने थिएन क्या यो यति सानो केसमा सधैँभरि कुटिरहँदैन कहिले गाडी लिएर गएर हालिदिनु डडाला चढाइदिने के तपाईँलाई म के अरे कुट्यो भने तपाईँ एक दिन कुट्यो होला भाइले कुट्यो भनेर एउटा भाइको नाता गर्नु होला सधैँ कुट्यो भने सही राख्नुहुन्छ तपाईँ दाजुभाइमा तिनचोटि कुट्छ जहाँ गए पनि हाम्रै कुरा गर्छ यो जहाँ गए पनि जहाँ गए नि होइन यो दाइ मैले तपाईँको जग्गा बेचेर तपाईँसँग पैसा लिएँ तपाईँलाई यसलाई यिनीहरूलाई के चासो चासो किन के भन्दा हामीलाई दलाल गरेर खान पर्दैन अरू जस्तो भनेर भन्नु पनि आवश्यक हो तपाईले किन चोर चोर भनेर होइन बाउले पहिला बोल्ने अब सिलिन्डर चोर ए भाइ यो आजको कुरा हेर्नु आजको कुरा हैन आज कुरा हैन भने बाउले पहिला भनेर कुरा हामीले चोर चाहिँ नाम लिएको थिएन ठुलो सरले कराइरहनु भएको थियो अब दिएको थियो कि थिएन पहिला बाउले भने हामीलाई डास हामीलाई कसैको डार छैन हल्ला गर्नुपर्छ नक्साबाट नगद लिएर आउनु अनि कहाँ पर्छ कोही कुरामा छोड्नु पर्छ नक्सा मिलाउँदै आयो होला नि हैन भने उसको नक्सामा चाहिँ के अरे 2 रुपैयाँ हुने हाम्रो नक्सामा चाहिँ 11 नानी भने पाइ हुन्छ त बाटाबाट नापेर आऊ भइको नि त भन्ने बाटाबाट नक्सा काटे हो नक्सा नफालौँ बाटो नफालौँ भने होइन पहिला आफैले बाटोमा जाँदैन नक्सा नकाटी बाटो नाप्नु पर्दैन नक्सामा आफूले के भने जुन फिल्डमा छ त्यही नापेर खाउँ बाटो यो नक्साको नफालौँ भने म मेरो पट्टि पनि बाटो नक्सा नफालौँ उले खाएको खान्छ नि त उसले ल बाटा र नाप हामीले उले मेरो घरको 2 करोड पर्छ कि म छोड्दिन्छु 10 करोड पर्छ होला तेरो 2 करोड घर बनाइदिन्छु मुजी मुजी औकात छ नि बनाइदिन्छु घर मुजी बनाउने ताक्रो त्यसमा तेरो भइको नि भने कसको के फुर्ती छ भने थाहा तेरो 2 करोड नगराउन भने 2 करोड किन जानु अहिले कुरा मिल्दैन अहिले कुरो त घरमा डोकाइ जानु पर्दैन जानु जा 2 करोड चौधरी ग्रुपसँग चाउचाउ फ्याक्ट्रीमा म पनि लगानी गरे मान्छे हो के भने अब मिलाउनु पर्ने कुरा हो अब ल छिटो गरौँ ल के कुरा गरौँ मेरो त आलु खन जानुपर्छ डडेको कुरा तपाईँ हामी भतिजालाई जेलमा हाल्न नि आएको हालै हुन्छ सकिन्छ दम छ भने हाल्नु कुरा बुझ्नुभयो नि कतिको दम रहेछ हेरौँ यो शनिबारी जाने यो सधैँभरि हामीसँग पाउनु त्यो किन्छ सबै दाजुभाइ छ नि भित्रभित्र कस्तो छ भने हामीलाई अहिले मेरो पाखा सक्छ भने हालेर देखाएर याउ छ भने याउ छ बुद्धि छ भने कसलाई हाल्ने ठिकै छ नि त मिडिया बोलाउनु उसले हाने हुँदै हो प्रुफ छँदैछ के अरे केही फरक पर्छ मिडिया बोलाउनु माइती उसमा फोन गर्नु सिद्धो कसलाई प्रुफ जहाँ सुरु जेसै मतलब भएन फोन गर्नु माइती नेपाललाई बोलाउनु यसले छोरोले आमा कुट्यो भने सिद्धिको कुरो अरू कहीँ केही गर्नै पर्दैन बाटो रोके नि होइन दाजु बाटो रोके पनि होइन जग्गाको विषयमा होइन अब आइमाईले किन हाने यसले त्यो मात्र कुरा होला छोड जग्गाको कुरामा आउला ल यसले 5 वर्ष कुरो भने हामी 10 वर्ष कुरेर ल्याउँ ल हामी 10 वर्ष यो 5 वर्ष होला के फरक परेन डन त्यसमा डन अब त उपचार गर्दिनु परेन हानेसी उपचार गर्दिनु परेन उपचार नगरे माइती नेपाल जाने गर्न परेन उपचार नगरे माइती नेपाल जाने बार हान्न पाइन्छ बल्यो छ भनेर बार हान्न पाइन्छ अब चाहिँ बार अहिले नमिले के फरक पर्दैन मिल्दैन
अब यो नमिल। कुरालाई चाहिँ किन नबिल ल के भन्नु मिलेर हामीसँग मिल्नु पर्दैन झुक्नु पर्दैन सर झुक्नु पर्दैन झुक्नु पर्दैन झुक्नु पर्दैन झुक्नु पर्दैन बौडा भनेर लसन हाने देख्नु पर्छ कारबाही हुने किन हुने त्यहाँ कुरा हुँदैन कारबाही हुने पागल भनेर झापड हाने हामी देख्नु पर्छ हामी त्यसमै खुसी छौँ हामी पागल भनेर गाउँले छ नि छिमेकीले छ नि हाने देख्नु पर्छ त्यति मात्र म खुसी छु अरू केही चाहिएन मलाई सन्तानै पुग्न आउँछ त्यही खुसी छु मलाई ए भरा बुकु नाली लाइदिनु कतिवटा अध्यक्ष आयो तपाईँ देख्नुभयो कतिचोटि बुको मुद्देर गरेर आँगना ओर्याइदिन्छ खेल्ने किन बास किन होइन सहनी पनि सीमा हुन्छ सीमै नागिसक्यो क्या अब त चित्त नबुझेको कुरो त सम्बन्धित निकायमा जाएर समाज राखेर कुरो गर्नु पर्यो नि समाजको कुरा त हामीले पनि मान्नुपर्छ नि होइन उसले भनेअनुसार त सबै कुरा उसले जित्नु रहेछ त ऊ अगाडि बढाउँ न दुध त चाहिने होइन त्यो गाई गहुँ चाहिँ तल पातमा तल बाटा चाहिँ तपाईँको आँगनामा हाल्नु मिल्छ त्यो पाइन्छ त आजको दिनसम्म त्यहाँ कुलो काट्यो थाहा छ तपाईँलाई मलाई पेल्न कुलो काट्यो कुलो चाहिँ यता हाम्रो चाहिँ उता पुला छ त दाइ ल भन्नुहोस् हामीलाई पेल्नलाई देखिस् आजको दिनसम्म कुलो खान दिन मैले मेरो जग्गामा च्यालेन्ज यस्तो हुनुपर्छ छोरो मान्छे भएपछि तैँले ककललाई लिएर आइस् तर लसाडबाट केही ल्याउन सकिनस् त्यो कुलो चाहिँ अनि पछि बाटो फटाएर नि बाटो फटाएर चाहिँ अनि बाटो खन्नेले ए दाइ हिजोको दिनमा छ नि बाटो खन्नेले खाना मेरोपट्टि छ नि छैन बाटो खन्नेले यता खाने छैन यसैले खने हो यसले छ नि यसले खने देखाउन हामीलाई थर्काउन के पावर छ मसँग बाटो खाने भुवन पनि थियो अनि उसँग भुवन त हेर्नु भुवन त त्यो जग्गा खान पायो त्यति मुजी त्यो त्यही गरेर त्यो चन्दा उठाएर मर्नु ए पर्यो दाइ तपाईँको त्यो हाम्रो कालियाबारीदेखिबाट छ नि त्यो जुन छ नि औदालदेखिबाट आजको दिनसम्म हिजो अस्तिको दिनमा यिनीहरूले अब चाल खेल के भएर यिनीहरूले के अरे तपाईँको कुलो खाने त्यसमा त हामीले विरोध गरेनौँ होइन यतापट्टि त कुलो खाने थिएन नि दाइ थियो त यता चाहिँ बिचारी पनि जिउँदै छ अहिलेसम्म मरेको छैन त्यसको पनि त्यही छ कुलो खाने थियो त थिएन नि त्यसो भने त ओ माछा तपाईँको माथि त त्यो अर्काले नाचबोडी खा बाजी दिनु सक्छ नि त सक्नु दम छ अहिले कति फिट छ भने त थाहा छ नि तपाईँलाई कोही बोल्न सक्छ दम छ कसरी भन्नु सक्छ नाच्यो छोरालाई खा यहाँसम्म भनेर नाप्नु जानु सक्ने फेरि ऊ परेछ क्या हाम्रो काहीँ लिनु सक्ने ह्याउ छ अहिलेसम्म कसरी कुरो उठाएको थियो यता सुन्दरकोट छैन कति 13 फिट जग्गा माथि जानु पर्ने छैन त्यहाँ लिनु सक्ने ह्याउ माथि आयो माथिबाट नापेर लिनु न 5 फिट जग्गा हुने 23 फिट माथिबाट किन नाप्नु पर्यो क्या दाइ माथिबाट किन नाप्नु पर्यो तपाईको कुरा मात्र माथिबाट सबैले चर्चा जग्गा नाप्ने होइन भने माथिबाट किन नाप्नु चर्चा जग्गा नाप्ने हो चर्चा जग्गा नापेर भागला पछि चर्चा मात्रै भने होइन हो त्यसपछि तैँले नि दाबी गर्नु पर्ने अर्काको जग्गा दिनु परेन अर्का जग्गा उसलाई पुऱ्याएर म जेसी गर्नु तिमीलाई मेरो यहाँ तल मैले उसको जग्गा मैले किने मेरो यहाँ कान्ला मुनि किन नापिस् त पुऱ्याउने मान्छे जहाँ लड्न आउँछ हामी काटाबारी लिएर देखाउनु त पाखामा गएर एउटा रुख काटेर देखाउनु सक्दैन किन काट्दैन के छ भने पाखा कुन चाहिँ पाखामा सर कुन चाहिँ हजुरले कहाँ चाहिँ रुख काट्नु पर्ने सर ल पाखा गएर एउटा रुख अहिले कुमारले गरेर काटेर ल्याउँछ काटेर लिएर आइदियो भने त के गु खान्छस् कागज गर अहिले गएर काट्न सक्ने कुकुरको छोरो हो ल कागज खा गु खान्छु भनेर गु खान्छु मान्छे हो भने बोल मान्छे नै होइन गु खान्छु म भने दाइ मैले अहिले गएर काट्छु कानुन लाए पनि निचे ओडा गरेर सही गरेर पनि एउटा रुख चाहियो भने मेरो बारीको गु खान्छस् मार्नु ओरामा गर हैन के आफ्नो जग्गा मेरो जग्गा हो भने मेरो जग्गा हो भने भोलि बेचेर देखाइदिन्छु अनि म बेचेर देखाइदिन्छु म बेचेर देखाइदिन्छु अरे क्या त्यो जग्गा म बेचेर देखाइदिन्छु तिम्रो पाखो चाहिँ पर्ती बनाएको के भन्थे हैन पर्ती बनाएको होइन अब यो अर्कैको नाममा के रे नापी उल्टो भयो त कुमाले पाखो हाम्रो नाममा भएर हाम्रो नाममा नाच बुझ्दैछ होइन त्यो कसको पाखो भन्ने थाहा छैन हामीलाई कुमाले पाखो कुमाले छ नि भोलिको दिनमा छ नि बेचेर देखाओस् ल त्यो पनि च्यालेन्ज गरिदिएँ मैले यताखेरि त्यो तिम्रो नाममा भयो त अब उले च्यालेन्ज गरिदिएँ तसँग ल कुमारे गिरीले त्यो जग्गा मेरो बेचेर देखाओस् च्यालेन्ज तसँग धेरै छ च्यालेन्ज ल मेरो तिम्रो बारी त अहिले आफ्नो ल यो कुरा गर्ने उतापट्टि मिलेर कुरा गर्ने यसो कुरो भएन अरू नाममा जति एउटा रुख काटेर देखाएर रुख काट्यो भने कानुन लाग्छ कानुन लाग्ने कि त जस्तो कि आइमाइले कुरो केही पनि भएन ल हाम्रो जुन आएको छ अहिले हामीले जुन भोग चलन गरेर जग्गा छ नि हामीलाई त घर पछाडि पढेला जग्गा चाहिएन एकछिन मेरो कुरो सुन्नु हाम्रो जति छ अहिले चलेर खाएको हाम्रो त्यसको हिसाबमा किताकाल गरिदिनु त ल हामी आउँदैन तपाईँ बोल्दै तपाईँको मेरो त हाम्रो त छुट्याइदिनु पऱ्यो नि तिम्रो छुट्यायो भने के किन हाम्रो अन्त हाम्रो जग्गा छुट्याउनु परेन हाम्रो जति छ त्यति त मिलाइदिनु पऱ्यो नि हामी के नापी पनि लिएर आउँछौँ हाम्रो 11.5 आना जग्गा होइन त हामीलाई लिखितमा त्यही पाएको हो नि त्यही पाएको हो
मलाई थाहा छैन। लिखित हामीसँग छ नि, हाम्रो थाहा छ नि, त्यो लिखित नभइकन जग्गा पाएको भएन नि, हामीलाई त्यो पछाडि जग्गा चाहिएन। थाहा नै हुँदैन। त हाम्रो जग्गा छुट्याइदिनु पऱ्यो नि त, हाम्रो जग्गा किन के को लागि विरोध गरेर बसेर? हाम्रो खेत बारी सब मिलाइदिनु, हामीसँग आउँदै आउँदैन तपाईँलाई बोल्नै पर्दैन। माथि बारी नखाएन, माथि बारी होइन, दुईचोटि गरेर 20-25 हजार रुपियाँ पैसा पनि लयो अमिनीले। हेरी अब जेने आफ्नो उनीहरूले सन्तानले डोडी समाते, अहिले मैले डोडी समाते होइन भनेर किलो उखालेर लान्छ, किन लान्छ यो मन नभए बेला फेरि सन्तानै कुट्न किन आउँछन् घर। भइगयो नि त, त्यो खेतको तैँले अहिले गरे होइन रहेछ भने त खेत छोड, मेरो छोडिदिन्छु ल। एक काठ गरेर जाउँ। किन छोड्ने? हामीलाई तपाईँले बाउको हजुरबाउ सबैजना देवानी भइदियो भए त यो संसारमा कसैले कमाउनै पर्ने थिएन, जाहिर खानै पर्ने थिएन, के गर्नै पर्ने थिएन नि यार। तपाईँको सुन्नु न, मैले अहिले पनि के भने अहिले पनि भनेको छ क्या, त्यसमा नवरात्री जग्गा तपाईँको नक्सा पऱ्यो, तपाईँ खान पाउन सक्नुहुन्छ। नक्साको कुरो गरे खाने मेरो एक पनि नआउन मन पर्यो, नआउन त्यसमा भएन भने म छोडिदिन्छु ल। काठ गर्छु कहाँ सम्पत्ति होइन पैतृक के त गर्छु। त्यही त भने मेरो 1 रुपैयाँ 8 आना तपाईँले नापी तपाईँले ल्याउनु पऱ्यो नि। तपाईँलाई जग्गा नपेज तपाईँले मैले ल्याउने हो, लिएर आउनु, मेरो 1 रुपैयाँ 8 आना ट्याक्क छुट्याइदिनु, बाँकी लैजानु। सिधा भएन भने म खेतै छोडिदिन्छु। यहीँ कागज ल चौकीमा ल, चौकी कागज खेतै छोडिदिन्छु। त छोड्ने न छोड्ने किन छोड्ने? अनि अर्का उठेर खाएको मेरो छुट्याइदिए तपाईँ लैजानु, मैले भनिरहेको कस्तो आडे कुरा गरिरहेको। जबरजस्ती मेरो 1 रुपैयाँ 8 आना चाहिँदैन। तैँले पो कमाछस्, हामीले पुर्खौली सम्पत्ति कमाएर यसो नुन तेल खानु परेन। तैँले पो तैँले छोड्न सक्छस् भने सबैले छोड्न सक्छन्। पुर्खौली सम्पत्ति तँलाई कम रहेछ भने लिन। तपाईँलाई पुगेन भने हामीले दिन्छु दिन्छौँ भनिरहेको छ त हामीले, तँलाई पुगेन भने दिन्छौँ। त्यो मिचेको होइन छ भने म सबै छोडिदिन्छु ल। कि मिच्या हो होइन कुरा, मेरो पुग्नु पऱ्यो लैजाऊ, मेरो पुग्नु पऱ्यो अहिले त्यो घर पछाडिको नक्सा नाप्दाखेरि अनि अस्ति ओडामा गएर के भने होइन होइन अस्ति ओडामा गएर के भने यतै नक्सा अर्का भाइ अर्का जस्तो ओडामा आउने बगान पर्दैन। भने हो कि ल भनौँ उसले नापी लिएर आओस्, सबैको जग्गा नापौँ। त्यो घर पछाडि नक्सामा रहेछ भने मेरोसँग नक्सा रहेछ भने नक्सा पऱ्यो भने म सबै छोड्दिन्छु। बढी कुरा जुन गाला हान्नु उचित ल सुन्नु अब तपाईँले भनेको कुरो सही हो, तपाईँको 1 रुपैयाँ नआउन पुग्नु पर्ने होइन त, होइन मेरो 1 रुपैयाँ 8 आना पुर्याउनु पऱ्यो नि त हो। अब त्यहाँ नापौँ के के छ भन्ने कुरो सबै मैले बुझेको छु। कसले के गर्न खोजिरहेको छ भने थाहा छ हामीलाई। त्यो मैले बोलेको कुरो फेरि मै थुकिया थुक्न खाने भएर मात्रै म अहिले नापाउनु त नापाउनु भाग लाउनु सिद्धिको नि त फाइट खेलेर होइन, फाइट खेल्नै परेन। मैले त अस्ति पनि त्यही भन्नु पटा, फाइट खेल्नु हुन्न, हात छोड्नु हुन्न, कति पनि त्यही भन्नु, तपाईँको सर त्यही भन्नु पटा। नापाउनु त त्यो त मिलाउनु, मैले मिलाउनु हेर, मलाई हानेर मैले मिलाउनु मिलाउ तिमीहरू। हामी पनि तपाईँलाई तपाईँलाई मैले गरेँ, तपाईँको त्यो गरिका घर बनाउनु बेला मैले कति गरेँ तपाईँले सम्झिनु भयो यो कुरा। अरूको कुरा सुनेर तपाईँको सन्तानले हामीसँग झगडा गरेर बन्दर चोरेर लगेको कारण यही चोरले बन्दर चोर्यो भनेर तपाईँ आक्षेपलाई पचाउनलाई हो कि ल भन्नु तपाईँलाई घरमा भएको कुन जान्छन् भित्र गरिका घर किन्ने हो कि मैले के गरेको थिएन भने यसमा र ममा के खराबी छ त? हामीले के गरेर तपाईँले अहिले अलि नवरात्री गरेर त्यो मेरो नक्सा काटिदिनु पर्ने के काम? हामीले के गर्थ्यो गरेर तपाईँहरू के गर्थ्यो? हामीले घरको गाडी काट्दा त्यो बाटोको यसले मिलेर गरे सारा काम। अनि त्यो नसा काटे गल्ती छ त म यतै कुमारगिरीले होइन हामीले भने नमान्ने, हामी किन्दैन एकछिन यतै त्यो नक्सा म एउटा कुरा तपाईँलाई बुझाउँछु है, पहिला राम्रोसित स्पष्ट कुरा बुझ्नुहोस् है। कनपछि कहाँ के भएछ के भएको छैन भन्ने कुरा तपाईँले अहिले सत्य कुरा गर्नु म मान्छु। तपाईँलाई मैले त्यहाँ पनि सम्झाइँदै आवश्यक छ नबोल्नुहोस् भने